मेरो नाम विशेष सुन्दर गुरुङ, म कृषि प्राविधिक। म चाहिँ आज आफ्नै रुममा चाहिँ थोरै भए पनि एउटा च्याउ खेती गर्न चाहेँ। च्याउ अरू बजारबाट किन्नुभन्दा आफूले चाहिँ बनाएर खाउँ। त्यही भएर आज म चाहिँ राम्रो पराल पाइदिन्छ कलेक्सन गरेँ। पराल कलेक्सन गरिसकेँ। हिजो रात पनि 24 घन्टा भिजाइसकेपछि पुरै प्रोसेस बुझाएर चाहिँ क्लियर हुन्छ। त्यसपछि चाहिँ म आफ्नो प्रक्रियाअनुसार चाहिँ अगाडि बढ्छु। सर्वप्रथम चाहिँ पराललाई 24 घन्टा भिजाउनुपर्छ। गर्नुपर्छ, यसलाई चाहिँ गर्नुपर्छ। अनि पानी चाहिँ निकाल्नुपर्छ। पानी चाहिँ राम्रोसँग वाम टेस्ट गर्नुपर्छ। आम टेस्ट गर्नुपर्छ। अकेलामा राखेर यसलाई चाहिँ त्यसरी आम टेस्ट गर्नुपर्छ। हात जोस हातमा चाहिँ पानी लगाएर त्यसपछि स्ट्यान्डर्ड साइज हो। त्यसमा चाहिँ मैले राम्रोसँग प्लास्टिकमा चाहिँ राम्रो पछिसम्म उत्पादन दिइराख्छ। त्यसैले जति सक्दो राम्रोसँग खाद्नुपर्छ। र खादिसकेपछि लास्टमा 3-4 चोटि लेयर बनाइसकेपछि अनि प्लास्टिकलाई चाहिँ राम्रोसँग चाहिँ यसलाई चाहिँ माथिबाट डोरीले चाहिँ राम्रोसँग बाँधिदिनुपर्छ, जुन कि एयर टाइट होस्। अनि त्यसपछि राम्रोसँग डोरीले बाँधिसकेपछि त्यसलाई चाहिँ राम्रोसँग बाँध्ने। त्यसपछि यसलाई चाहिँ पुरै साइडमा सानो मसिनो अथवा सबभन्दा बेटर चाहिँ पन्चिङ गर्नुपर्छ। पन्चिङ गर्ने नभए पनि डटपिन अथवा कुनै सुयो भन्ने चाहिँ धारीको चिजले चाहिँ यसलाई एयर सर्कुलेसनको लागि चाहिँ यसलाई पाल पार्नुपर्छ। पाल पार्ने च्याउको स्पम हो। यसले बिउ च्याउको बिउलाई चाहिँ स्पम भनिन्छ। यसलाई चाहिँ पहिल्यै चाहिँ ढुट्याउनु पर्दैन, पछि चाहिँ ढुट्याउने। यसलाई चाहिँ अब यसरी बिउ चाहिँ यसरी खसाल्नुपर्छ। बिचमा चाहिँ थोरै परोस्, तर छेउछाउमा चाहिँ जति धेरै पर्यो त्यति राम्रो हुन्छ। म चाहिँ बिउ खसाल्दैछु। बिउ खसालिसकेपछि यसलाई चाहिँ जति सक्दो टाइट बनाउनुपर्छ भन्ने हो। जति सक्दो टाइट छेउछाउमा बढी पर्ने गरी हाल्नु पर्यो। हेर्नुहोस्, एकबाट चाहिँ 2वटा हुन्छ। हेर्नुहोस् गाइस, होल्ड गरेको। त्यसपछि म दोस्रो 4 इन्च जतिको अग्लो बनाइसकेपछि, हाइट बनाइसकेपछि फेरि मैले दोस्रो लट पराललाई चाहिँ हालिरहेको छु। 4-4 इन्चको फरकमा हामीले चाहिँ लेयर बनाएर 4-4 इन्चको फरकमा चाहिँ खाँदै जानुपर्छ। बिउ खसाल्दै पराललाई चाहिँ खाँदै जानुपर्छ। त्यसपछि म अब अन्तिममा त्यसै गरेर लास्टसम्म एयर टाइट गरेर पाल पार्नुपर्छ। पछि सर्कुलेसन एयर सर्कुलेसनको लागि। हेर्नुहोस् गाइज, अन्तिममा चाहिँ हामीले सबै 4-4 लेयरको डिस्टेन्समा हालिसकेपछि अब लास्टमा अन्तिममा चाहिँ यसरी चुक्कै एयर टाइट गर्ने गरी बाँध्नुपर्छ। तर हामीसँग परालको कमी भएको कारणले गर्दा अलि कम नै हालेका छौँ। त्यही भएर धन्यवाद यो भिडियो हेरिदिएकोमा सम्पूर्णमा। थोरै व्यावसायिक रूपमा नभएर आफ्नो घरमा खानको लागि भएर यति बनायौँ। 4 प्याकेट बनाउँछौँ। त्यसपछि यसको दोस्रो पार्ट चाहिँ अर्को भिडियोमा आउनेछ। हस्, धन्यवाद।